हेलो नमस्कार। आज चाहिँ हाम्रो गोडधुप। म चाहिँ बिहानै उठेँ अनि चिया खाएँ, कालो चिया। अनि सब्जी बनाउनको लागि इस्कुस तास्न रेडी गरेँ। बाबुलाई यहाँनिर लिटो फत्काइदिँदैछु खुवाउनको लागि। अनि मैले इस्कुस र आलुको सब्जी बनाएँ। अनि म चाहिँ गोडधुपमा जान रेडी भइसकेको छु। अनि बाबुलाई बोकेर म चाहिँ एकदम हिँड्न लागेको है गोडधुपमा। अनि यता गोठमा गएको, यता चाहिँ गोडधुपको तयारी हुँदै रहेछ। यहाँ अङ्कल भाइ गोडधुपमा धुप बोकेर वरिपरि घुम्दै हुनुहुन्छ, दुध छर्किँदै। हाम्रोमा चाहिँ गोडधुपमा गुरु पढाउने चलन छ, हजुरहरूकोतिर के छ? अनि म चाहिँ यहाँ बाबर पकाउँदैछु, भाइले चाहिँ यहाँनिर चढाउने खिर पकाउँदै हुनुहुन्छ। खासै बाबर बनाउन चाहिँ आउँदैन, त्यही पनि ट्राई गर्दैछु म चाहिँ यहाँनिर। अनि यता हाम्रो गुरुबा पढ्दै हुनुहुन्छ, यता खिर पाक्दैछ। अनि कालो चिया खाने भन्नु भएर कालो चिया बनाएँ मैले। अनि यसो फ्री भएको टाइममा चाहिँ तोरीको साग खाने बेला भएको रहेछ, म चाहिँ यहाँ तोरीको साग केलाउँदैछु। एकदमै हरियो कलकल परेको खामखाम लाग्दो थियो क्या तोरीको साग चाहिँ, एकदमै हेर्दै खामखाम लाग्ने। अनि यस्तो फ्री भएको टाइममा चाहिँ म टिकटक बनाउँदैछु। कुन गीतमा मैले टिकटक बनाएँ होला सबैजनाले गेस गर्नुहोस् ल। नाच्न चाहिँ आउँदैन तर नाच्न चाहिँ मन लाग्ने क्या मलाई। अनि भोक लागेर म चाहिँ पुरै अब चाहिँ हाम्रो यहाँ चढाउने काम हुँदैछ। अब आरती गर्ने समय भयो, आरती गर्नको लागि पुज्दै हुनुहुन्छ। मम्मी आरती गर्दै हुनुहुन्छ। अब हाम्रो पूजा सक्यो। हाम्रो खिर यस्तो भएको छ अनि सब्जी यस्तो। लास्टमा म प्रसाद त्यसरी खाँदैछु। धन्यवाद, बाई।